हुन्छ। फेवातालमाथि जसरी दोहन गरिएको छ त्यसलाई रोक्नको लागि सर्वोच्च अदालतले जे भर्डिक्ट दिएको छ, जे आदेश दिएको छ त्यसको हुबहु कार्यान्वयन हुँदैछ। मेरै अध्यक्षतामा एउटा त्यो कार्यान्वयन फैसला कार्यान्वयन सहजीकरण समिति बनेको छ कि नगरपालिका र हामीले त्यसमा सहकार्य गरिरहेका छौँ र त्यसका प्राविधिक कामहरू सकिएका छन्। अब केवल व्यावहारिक कामहरू गर्न बाँकी छ। प्राविधिक रूपमा हामीले सकिसकेको कामलाई अब फिल्डमा गएर काम गर्न मात्र बाँकी छ। अब त्यो दिन पनि धेरै छैन। छिट्टै नै हामीले यो चाहिँ फेवाताल बचाउनको लागि गर्नुपर्ने जे काम भनेर सर्वोच्च अदालतले भनेको छ त्यसको कार्यान्वयन अब केही दिनभित्र नै हुन्छ भन्ने कुरा पनि म यहाँहरूलाई अनुरोध पनि गर्न चाहन्छु। फेवाताल धेरैको अनुत्तरित प्रश्न छ, धेरैले सोधिरहने प्रश्न छ, त्यसलाई चाहिँ व्यवस्थित गर्दै यहाँका सबै मापदण्डहरूलाई क्लियर गरेर फेवा बचाउने क्रममा पनि छौँ। माननीय मुख्यमन्त्रीजीले अहिले बताउनु होला, हामीले त्यसको सबै टेक्निकली सबै कम्प्लिट सकेका छौँ र अब पोल गाड्ने ठाउँमा हामी पुगेका छौँ। छिटै नै हामी यहाँको सिङ्गो वातावरण र पर्यावरण मैत्री ढङ्गले नै अगाडि बढिरहेछौँ। यो सहर आजको यो जे अवस्था छ यो आउने पुस्तालाई सकुशल फर्काउने हाम्रो रेस्पोन्सिबिलिटी हो। आजको पुस्ताको कुरा हो र यसलाई एडभोकेसी गर्ने कुरा सरकारको मात्रै होइन, नागरिकको पनि हो, हरेक इन्डिभिजुअलको भन्ने कुरा पुर्याइदिने काम चाहिँ यहाँहरूको मिडियाको साथीहरूको हो। त्यसो भएको हुनाले यो इस्यु ग्लोबल इस्यु पनि हो र सँगसँगै हाम्रो लोकल रेस्पोन्सिबिलिटी पनि हो। दुईटै कुरालाई एकसाथ लैजानका लागि हामी काम गरिरहेछौँ र यहाँहरूको साथ सहयोगको अपेक्षा गर्दै यो महत्त्वपूर्ण